ह्याप्पी होली सबैजनालाई हाम्रो परिवारको तर्फबाट। आज मैले होलीको दिनको भिडियो चाहिँ यति मजाले खिचेको थिएँ कि सबै पार्टहरूलाई क्याप्चर गरेको थिएँ कति मजाले। यो भिडियो ओरिजिनल क्वालिटीमा लिनको लागि पनि यति दुःख गरेर भिडियो लिएको थिएँ मैले, तर लास्टमा आएर थाहा पाएँ कि मैले यो भिडियोको साउन्डै अफ रहेछ। यो देखेर चाहिँ धेरै दुःख लागेको थियो मलाई, तर पनि कुनै कुनै भिडियो चाहिँ मैले साउन्डमै पाएको छु, जुन अहिले यहाँ बीचबीचमा मैले देखाउने वाला छु। हाम्रो यो पालिको होली चाहिँ धेरै रमाइलो भयो। हामी चाहिँ सबैजनाले होली एकै ठाउँमा मनाएको थियौँ। मामा घरको टोलीदेखि लिएर सानी सानबाबुको फ्यामिलीसम्म सबैजना हामी एकै ठाउँमा रमाइलो गर्यौं। फ्यामिली सँगसँगै मेरी साथी पनि जोडेकी थिइन्। यो होलीमा चाहिँ उसँग मेरो पहिलो होली थियो। ऊ पनि फ्यामिली मेम्बर भित्र नै पर्छिन्। यो पालीको होली चाहिँ हामीले कलर भन्दा पनि बढी पानीले खेल्यौं सबैजनाले। सबैजना साथमा नाच्दै गाउँदै रमाउँदै चाहिँ हामीले होली मनायौं यसरी। यहाँ अस्मिता दिदी चाहिँ यसरी लुकिरहनु भएको थियो पानीबाट बच्नको लागि, तर उहाँ लुक्दा लुक्दै यसरी सबैजनाले पछि उहाँलाई पनि झ्यापचुप समाएर कलर दलेर यसरी पानीमा भिजाइदिनु भयो। मैले चाहिँ फर्स्ट टाइम मामासँगै यसरी कन्फिडेन्ट भएर होली खेलेको थिएँ है। यहाँ चाहिँ मामालाई फर्स्ट टाइम मैले यसरी पानीले भिजाउन सके भनेर चाहिँ म खुसी भएर नाच्दैछु। यसरी सबैजनालाई पालै पालो पानीले नुहाएर चाहिँ हामीले यो पालीको होली मनाएका छौं। मलाई त कसैले पनि काहीँबाट पनि बाँकी छोडेका थिएनन्। तपाईहरुले पनि देख्न सक्नुहुन्छ मेरो हालत कस्तो भएको छ भनेर। यहाँ मलाई स्टार्टिङदेखि एन्डसम्म यत्तिकै भिजाउने कलरले उडाउने गरेर मलाई चाहिँ यस्तो बनाइदिनु भएको छ सबैजना मिलेर। तर पनि म नाच्न र रमाउन चाहिँ छोडेको छैन, बिकज आई लभ डान्सिङ। यो पालीको मेरो होली चाहिँ मैले एक्सपेक्ट गरेको भन्दा चाहिँ धेरै नै रमाइलो भयो। साना साना दुईटा हाम्रो भाइहरूले पनि एकदम इन्जोय गरिरहेका थिए। एकैछिन खेले पनि हामीले चाहिँ यो पाली सोचेको भन्दा धेरै रमाइलो गर्यौं होलीमा। सबैजना एकैसाथ जम्मा भएर होली खेल्दा चाहिँ धेरै रमाइलो भयो। हामीले यसरी मनायौं हाम्रो आजको होली। सो बाई बाई सबैजनालाई, ह्याप्पी होली अगेन।